हेलो हेलो हेलो। हाम्रोतिर चाहिँ यस्तो बाँदरले हैरान पार्छ कि हामीलाई होइन। हेर्नु न, बाँदरहरूले यति दिक्क बनाउँछ हामीलाई। मैले दाना बनाएर राखेको थिएँ भैँसीलाई भनेर, अनि आनन्दले पहिल्यै एउटाले पोखाएर ऊ लएर खाँदैछ। अनि उसको साथी पनि आएर मजाले अब ऊ पनि खाइरहेछ। यस्तो हैरान बनाउँछ हामीलाई बाँदरहरूले, यस्तो हैरान। किन हो, यो जङ्गलको छेउ भएर होला है, यति धेरै बाँदर आउँछ हाम्रो घरतिर। केही पनि राख्न पाउँदैनौँ हामीले बाहिर। अनि त्यसपछि बाहिर बारीमा पनि केही हुन पाउँदैन कि। अहिले लसुन प्याज हुन्छ नि, सबै उखालेर जाने, त्यो नखाए पनि उखाल्ने, अनि त्यसको गुबाहरू च्यात्ने खाने, अनि त्यो ग्यान्टा चाहिँ फ्यालिदिने हो। त्यस्तो गर्छ मुला। अनि अहिले अब केही हुँदैन, अब के भन्छ यो घेरम्ला होइन, घेरम्लाहरू केही पनि राख्दैन कि बारीमा। हाम्रो बारी पुरै खाली छ। अनि केही नपाएर यसले त्यो घन्टी फुल हुन्छ नि, त्यहाँ फुलिरहेको थियो बारीमा, त्यो घन्टी फुल पनि खान्छ यसले। यस्तो बाफ्रे बाँदरहरू त। अनि फेरि यो बाँदरहरू छोरी मान्छेहरू देख्यो भने यस्तो झम्टिन आउँछ। छोरा मान्छेहरूले त छोरा मान्छेले नलखेटी यिनीहरू मान्दैन। पछाडि यति धेरै बाँदरहरू छ। यसको साथीहरू होला नि त। अनि अचम्मको कुरा कि पहिला चाहिँ साथीहरू पहिला चाहिँ बाँदरहरूलाई कुकुरले कस्तो लखेड्थ्यो। अहिले चाहिँ कुकुर चाहिँ भाग्छ बाँदर देखेर भनेको, बाँदरले चाहिँ कुकुरलाई लखेड्छ। अचम्म। अनि डराउँदैन, अटेड भएर बस्छ। हामीले भित्रबाट धमाउँदैछौँ तर मान्ने होइन। ओके, बाई बाई।